है गनेर 2 3 4 5 6 7 8 9 10. So hello viewers, welcome back to my YouTube channel and thanks a lot for being here. Please do subscribe for more notifications and updates. So मेरो हातमा देख्न सक्नुहुनेछ 5 को नोटहरु रहेको छ र आजको होलीको दिन चाहिँ नि सरी माइक चाहिँ नि मेरो अनै छोट्याउ सायदै हुन्छ. सो आजको होलीको दिनमा चाहिँ नि म चाहिँ नि यो पैसा लिएर चाहिँ जाँदैछु र साना नानी बाबुहरूलाई बाँड्ने छु. बाटोमा बाटो छेकेर बसिराखेका हुन्छन् र उनीहरू माझ थोरै खुसी बाँडौँ रमाइलोको लागि. र मैले पनि बाहिर छँदाखेरि चाहिँ यसरी ह्यान्डबिक्सहरू पाइरहेको थिएँ. सो कसैले दिनुहुन्थ्यो राम्रो काम गरे बापत. सो म चाहिँ नि यो चाहिँ बाँडेर थोरै ह्याप्पिनेस हुन्छ नि त्यो बच्चाहरूमा आज त्यो चाहिँ नि हेर्न चाहन्छु. सो भिडियो सुरु गरौँ र यो पैसा नानी बाबुहरूको लागि 2टा गरिदिइरहेको छ. बन्डल भनौँ न 100 वटा बन्डल 5 को 100 वटा है 5 को 100 वटा. ल अब चाहिँ भिडियो चाहिँ सुरु गरौँ है. ब्लग चाहिँ नि कन्टिन्यू हुन्छ. भिडियो हेरेर साथ दिनु होला भन्ने आशा लिएको छु है. सो भिडियो सुरु गरौँ सुन्दर फुलहरूको दृश्यबाट है. यो चाहिँ नि साथीको घरको गार्डन रहेको छ. यो चाहिँ गमलामा रोपेको फुलहरू देख्न सक्नुहुन्छ. एकदम मनमोहक सुन्दर दृश्य है. त्यसपछि हेर्दाखेरि पनि मनै लोभ्याउने किसिमको छ फुलहरू रोपेका छन् साथीले. र हामी चाहिँ नि अर्को एकजना साथीहरूलाई कुर्दै थियौँ र आइसकेपछि साथी आइसकेपछि चाहिँ नि हामी सामान लिएर चाहिँ हामी माथि र पाब्रा विक्रम माथि र भन्ने ठाउँ रहेको छ. पाब्रा विक्रम माथि गएर चाहिँ नि त्यहाँ नदीतिर यसो नुहाइधुवाइ प्लस खानपिन गरेर अनि फर्किने तर्खरमा थियो. सो हामी पुगेर पनि अब साथीहरू सबै जम्मा भेट भएर सामान लिएर चाहिँ गएर नास्ता पानी गरेर म चाहिँ नि फर्किएँ है. मेरो चाहिँ घरमा थोरै काम थियो. सो म चाहिँ नि फर्किएँ र यो रहेको छ पाब्रा विक्रमभन्दा माथि रहेको छ सायद मुन्डीबास भन्छ. सो मलाई त्यति नाम चाहिँ थाहा छैन. सो फर्किएँ म चाहिँ नि. सो चुनावको कारणले चाहिँ सबैतिर बन्द थियो र हामी पनि अब अकेजन पर्दाखेरि चाहिँ साथीहरू यस्तै घुमघाम गर्छौँ र होलीको दिन पनि थियो स्पेसल्ली. सो हामी त्योभन्दा अघिल्लो साल भेट भएका साथीहरू फेरि भेट भयो र यहाँ नानी बाबुहरू रोकिराखेका छन् र पैसा मागिराखेका छन् डोरी छेकेर है. मैले यही खुसीको लागि चाहिँ मैले थिएँ. मैले दिँदैछु नानी बाबुहरूलाई. रुक ल है गनेर 2 3 4 5 6 7 8 9 10. ल 10 वटा कति भयो? ल कति भयो? 50. ल भयो त्यसो भने नि पुग्यो. ल पुग्छ नि हो. ल बाई. बाई गरिदियो ल सबैजनाले. ल फाइनली चाहिँ त्यहाँ चाहिँ मैले पैसा दिएर हिँडेँ है. घरतिर जाँदैछु त्यो बन्दाखेरि चाहिँ भइरहेको छ र तपाईँ हिँडिरहेका छन् भाइहरू. आज होलीको दिन पनि हो र रमाइलो छ भन्नु है. र हामी चाहिँ नि पाब्रा विक्रम बसेर यता साथीहरूसँग यसो गफगाफ गरेर म चाहिँ नि फर्केको है. मेरो काम छ त्यही गर्छ म फर्किनुमा. त्यहाँको इन्टरेक्सन चाहिँ अलिकति देखाउनु मिलेन. त्यस्तै थियो साथीहरूको छुट्टी. म चाहिँ नि अहिले घरतिर फर्किनु. ल भयो यत्तिकै. ल भयो आऊ. थ्याङ्क यू सबैजनालाई. ल धन्यवाद है. ल सन्दीपको भिडियोमा सब्स्क्राइब गर्नु है. ल दाइ भिडियो कस्तो हुन्छ र दाइले सब्स्क्राइब हेरौँ अब. ल मसँग धेरै छैन 1 2 3 4 5 वटा छ लिग है. हुन्छ
बाँड्दै बाँड्दै आएको छु आज धेरै ठाउँमा बाँडेँ है त्यही भएर ल बाई बाई ल ल ल अलि अगाडि गएर उता सबैजना ग्रुपमा मिलेर ल थ्याङ्क यू दाई भनिदेऊ नि त ल हेर है च्यानल सब्सक्राइब गर्नलाई 5 रुपियाँ दिँदैछु सबजनाले आफ्नो घर गएर बा मम्मीको मोबाइलदेखि च्यानल सब्सक्राइब गर्ने है ठिक छ ल यहाँ छ मेरो च्यानलको नाम ल ए राइड युट्युब पेन्द्र है ल